व्यवस्थित गर्नको लागि चरणबद्ध आन्दोलन गरिरहँदा पनि 1 वर्ष अगाडि सम्झौता भइसक्दा पनि विभिन्न समितिमा शिक्षा विधेयकलाई राखेर देशलाई अन्यायको बन्दी बनाउने यो सरकार आज पूर्ण रूपले शिक्षाको क्षेत्रमा असफल भएको मेरो बुझाइ छ। आफै असफल कोही पाउनुहुने महानुभावहरूले यहाँ मञ्चमा बुझाइदिन होला म अनुरोध गर्दछु। यसपछि आफ्नो भनाइ राखिदिन होला र आफ्नो घरबाट यहाँ काठमाडौँको माइती घर मण्डलमा उपस्थित भएका छन्। तपाईहरूको मनमा धेरै किसिमका आशा आशंका र धेरै कुराहरू सबैको मन मस्तिष्कमा छ। हामीले विगतमा जुन उपस्थित नेपाल शिक्षक सङ्घका अध्यक्षज्यू, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्षज्यू, 15वटा सम्पूर्ण घटक संस्थाका सहकर्मी अध्यक्षज्यूहरू, त्यस्तै आपदा र त्यस्तै अस्थायी प्रकृतिका घटक संस्थाहरू, अस्थायी राहत, साबिक उच्च मावि, बाल विकास, पेन्सन वञ्चित, प्राविधिक धार, विशेष शिक्षा लगायत सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षक कर्मचारी र देशैभरिबाट विद्यालय शिक्षा विधेयक ल्याउनको लागि यो आन्दोलनलाई सफल पार्नको लागि यहाँ उपस्थित हुनुहुने सम्पूर्ण शिक्षक कर्मचारी सहकर्मी मित्रहरूमा म एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको तर्फबाट र नेपाल शिक्षक महासङ्घको तर्फबाट स्वीकार्नुहोस् हार्दिक अभिवादन, नमस्कार। आज नेपाल शिक्षक महासङ्घले एउटा नारा तय गरेको छ कि जितिन्छ कि बितिन्छ। साथीहरू, हामी जित्ने हो कि होइन ल भन्नुहोस्? हामी जित्ने हो कि होइन? हामी विद्यालय शिक्षा यहीँ लिएर फर्किने कि खाली फर्किने? पक्कै पनि मलाई लाग्छ यो तपाईँ हामी यो हजारौँ शिक्षक कर्मचारीहरू विद्यालय शिक्षा विधेयक खल्तीमा हालेर फर्किन आउनु भएको छ। फेरि धोका खान आउनु भएको छैन, गद्दारी खान आउनु भएको छैन। फेरि तपाईँहरूले एकचोटि भन्नुहोस्, विद्यालय शिक्षा विधेयक